पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न 500 भन्दा बढी प्रहरी भक्तपुर स्थित ओली निवासमै पुगेको छ। हिजो बेलुका मात्रै प्रहरीले गृह मन्त्रालयसँग लिखित आदेश मागिरहेको थियो भने अहिले विशेष पक्राउ पूर्जी लिएर पक्राउ गर्न पुगेको हो। जेनजी आन्दोलनपछि भएको घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीले ल्याएको प्रतिवेदनमा सबैभन्दा पहिला पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालीन सिडिओ काठमाडौँ जिल्ला सिडिओ र प्रहरी आइजिपी खापुङलाई चाहिँ पक्राउ गर्न सिफारिस गरेको थियो। सोही अनुसार गृह मन्त्रालयले हिजो मात्रै गृहमन्त्री सुदन गुरुङले पद ग्रहण गरे सँगसँगै उनले पहिलो एक्सन चाहिँ यो लिनुपर्छ भनेर हिजो बेलुका बसेको मन्त्री परिषदको बैठकमा भएको निर्णय अनुसार नै सबैभन्दा पहिला केपी शर्मा ओलीबाट पक्राउ गर्न आदेश दिएको थियो। गृह मन्त्रालयले मौखिक आदेश दिएको थियो भने हिजो प्रहरीले चाहिँ मौखिक आदेशमै हामीले पक्राउ गर्न सक्दैनौँ, हामीलाई चाहिँ लिखित आदेश पनि चाहिन्छ भनेको थियो भने अहिले विशेष पक्राउ पूर्जी लिएर चाहिँ पक्राउ गर्न पुगेको हो। अब हेरौँ योभन्दा पछाडि के हुन्छ, रमेश लेखकलाई हुन्छ कि हुँदैन, प्रहरी खापुङलाई, सिडिओलाई के हुन्छ त्यो त हेर्न बाँकी नै छ। हिजो बेलुका मात्रै बनेको सरकार हो, अन्त त्यसमा पनि 2-3वटा मन्त्रालय अधुरै छ, अन्त त्यो पनि थर्न छ, बनाउन छ र अब के हुन्छ अब यो हेर्न बाँकी छ। भर्खरै मात्रै प्रहरी पुगेको छ, पक्राउ गर्छ गर्दैन, उता फेरि एमालेका विभिन्न भातृ सङ्गठनले फेरि प्रतिकार गर्ने, सडकमा उत्रिने पनि विज्ञप्ति जारी गरेको छन्। हेर्दै जाउँ यो के हुन्छ, लेट्स सी।